ल साथीहरु विङ्स चाहिँ आइसकेको छ है विङ्स हेर्नु है दामी मिठो सस्तो विङ्स पाउने ठाउँमा तपाईहरुलाई म लैजान्छु आज हैन लोकेसन त्यहाँको रिभ्यू कति बजे खुल्छ यो है विङ्स खाने ठाउँ चाहिँ यो हो म चाहिँ तपाईहरुलाई आज एउटा खतरा ठाउँमा लैजाने विचारमा चाहिँ मैले भ्लग स्टार्ट गरिरहेको छु आज हैन आज मैले खाजा खाएँ हैन के भन्दाखेरि चाहिँ म तपाईहरुलाई आज एउटा कडा विङ्स पाउने ठाउँमा लैजान्छु म तपाईहरुलाई दामी विङ्स भन्ने बित्तिकै फेरि नतर्सिनु फेरि त्यहाँको मेन कुरो भनेकै त्यहाँको प्राइस हो फेरि काठमाडौँको अथवा नेपालको चाहिँ सबसे सस्तो विङ्स हो फेरि सस्तो भन्ने बित्तिकै फेरि जे पाए त्यही कौवा विङ्स भन्ने जस्तो माइन्डमा आउला फेरि तपाईँहरूको होइन त्यस्तो पनि होइन फेरि एकदम दामी मिठो सस्तो विङ्स पाउने ठाउँमा तपाईँहरूलाई म लैजान्छु आज होइन अब यताबाट फेरि बाटो यार बिग्रेको थियो त्यो बाटो फेरि बनाएन यार यो बाटो बिग्रेर नहिँड्या धेरै भयो बनाए कि बनाएन के छ यार सक्त लचक्कै छ त भने के हो नम्बर प्लेट चाहिँ अनि पुरै मासतिर फर्काइदिएर नम्बर प्लेट त पुरै मासतिर फर्काएको त अनि खाँदै गरेर बजाउँदै हिँडेको त विङ्स खाने चाहिँ रेडन भन्ने ठाउँमा हो होइन रेडन कलेज यहाँ गोङगपबाट यता म तपाईँहरूलाई अहिले लोकेसन देखाइदिन्छु होइन अनि साथी पनि बसिरह साथी चाहिँ स्नोकरमा छ अरे स्नोकर हानेर जाऊँ भन्दैछ फेरि 2 फ्रेम स्नोकर हान्दिएर अनि चल्दिनु पर्ला विङ्स खान म तपाईँहरूलाई लोकेसन त्यहाँको रिभ्यू कति बजे खुल्छ होइन अनि त्यहाँ के पाइन्छ अरू विङ्स बाहेक के पाइन्छ होइन के रेकमेन्ड गर्छु म भन्ने सब कुराहरू तपाईँलाई म अहिले भिडियोमा भनिदिन्छु इजी लोकेसन छ त्यस्तो हराउने टाइपको लोकेसन छैन होइन आएपछि ट्याक्कै भेट्ने तरिकाले म भनिदिइहाल्छु नि तपाईँहरूलाई टेन्सन नै लिएन कहाँ बाटो छैन कि हो ट्याक्सीहरू त हिँडिरहेको थियो त के हो यार बाटै छैन जस्तो आइरह बाइक पनि आउनु त उताबाट आइरह स्कुटर आउनु त जान्छ होला भने जान्छ अब तर मैले बाटो चाहिँ देखाएन त्यही भएर होला भनेको बाटो अब हिँड्दै गएपछि देखिन्छ यहाँनिर अब के बनाउनु पढाइ बनाउनु लाग्यो के हो यार हो बालनले यहाँ पनि यो खोला पनि पुरै यहाँ खोलामाथि पनि रोड थियो होइन बालनले भत्काएर यो रेडन कलेजको पनि यता यो ठुलो कम्पाउन्ड थियो यहाँनिर खोलामाथि नै रहेछ होइन रेडन कलेजको कम्पाउन्ड पनि ल्याउनु भत्काइदिएर अनि यहाँनिर अब खोलाको बाटो बनाउनु ला गर्छ केटुले रेडन कलेज भयो अब त्यो विङ्स खाने ठाउँ चाहिँ कहाँ भन्दाखेरि पछाडि रेडनको कलेज भयो होइन रेडन कलेज भयो अब तपाईँहरू गोङगपतिरबाट आउनु भयो यो बाटो गोङगपबाट आउने बाटो भयो होइन त्यहाँबाट यता पछाडिको बाटो चाहिँ यो चाहिँ ठमेल जाने बाटो भयो यो रेडन कलेजको चोक भयो ठ्याक्कै पुल भयो होइन यहाँबाट ट्याक्क लाएर कहाँ जाने भन्दाखेरि गोङगप जानेपट्टि जाने धेरै टाढा होइन लेफ्टमा छ होइन अलिकति अगाडि कति 10-15 मिटर छ कति छ अगाडि आएपछि यहाँनिर यो चाहिँ हो विङ्स खाने ठाउँ चाहिँ ऊ त्यहाँ अगाडि रेडन कलेज भयो यता चाहिँ गोङगप जाने भयो होइन रेडन कलेजबाट गोङगप जाने साइडपट्टि लेफ्ट साइडमा यस्तो कटेन भएको यहाँ छ होइन यहाँ यो विङ्स खाने ठाउँ चाहिँ म चाहिँ अहिले साथी स्नोकरमा बसिरह अरे गएर 1-2 फ्रेम स्नोकर हानेर अनि यहाँको बवाल विङ्स खाना आउनुपर्ने हुन्छ साथीभाइ साथी र म यहीँ राखिदिउँ के हो यो भने राख्नु पर्यो छ त साथी
साथी खोइ साथी यहाँ खेल्न चाहिँ पाइएन प्याक रहेछ स्नोकर अब हामी मैले अघि भनेको विङ्स खान जान थाल्दैछौँ होइन यहाँनिर पार्किङको चाहिँ अलिकति उ छ अलिकति अगाडि त्यहाँ कोइरालामा गऱ्यो नि हुन्छ पार्किङ होइन पार्किङ चाहिँ अलिकति प्रब्लम हुनसक्छ कोइरालामा गऱ्यो नि हुन्छ पार्किङ चाहिँ होइन नभए यहाँनिर नि हुन्छ पार्किङ चाहिँ यहाँ पाएन भने चाहिँ त्यहाँ अलि अगाडि त्यो रेडन चोकनिर कोइराला मार्छ त्यहाँनिर पार्किङ मजाले गर्न पाइन्छ होइन ल यो हो है विङ्स खाने ठाउँ चाहिँ यो हो विङ्स खाने ठाउँ यो हो होइन बरु बन्न चाहिँ सुरु भए होइन ल यस्तो छ होइन ट्याक्क बसिन्छ ठाउँहरू आनन्दले यहाँ ट्याक्क यहाँभित्र पनि छ दिदी सन्चै हुनुहुन्छ विङ्स के छ रेडी छ कि के छ विङ्स खाइदिनु यहाँनिर बाहिर पनि यस्तो बस्ने ठाउँ छ होइन आनन्दले ओपन रुफ भएको यहाँ भएन भने तपाईँहरूलाई यहाँ भित्र पनि छ ट्याक्क जुत्ता सुत्ता खोलेर ट्याक्क खोलेर यहाँनिर भित्र आनन्दले बस्नु पनि सकिन्छ होइन हामी चाहिँ त्यहाँ बस्दैनौँ हामी चाहिँ यहाँ बाहिर बस्छौँ दिदी हामीलाई 10वटा गरिदिनु ल ल साथीहरू विङ्स चाहिँ आइसकेको छ है विङ्स हेर्नु है विङ्स हेर्नु है विङ्स ल त सुरु गरौँ तातो भयो कि दोष कसरी खान्छ यस्तो तातो भयो है कस तातो हो जस्तो होइन मेरो यहाँ मुखबाट पानी आइसक्यो यार ल साथीहरू विङ्स चाहिँ हो दामी छ नि त विङ्स यतिको विङ्स काठमाडौँ अन्त चाहिँ पाइन्न है मैले चाहिँ देखेको छैन ल म नि खानु पऱ्यो अब हाम्रो चाहिँ 11वटा खाएको 220 रुपियाँ 20 रुपियाँ पर विङ्स क्या अब 20 रुपियाँ पर विङ्स ल तपाईँहरूलाई म फेरि देखाइदिन्छु एकचोटि उता चाहिँ अब रेडन जाने भयो यता गङ्गोम जाने बाटो ट्याक्क यहाँ आएर तपाईँहरूलाई दामी विङ्स सस्तोमा खानु मन छ भने चाहिँ यहाँ ल ल ल ल गाइज हामी चाहिँ अब विङ्स खाएर फर्किसकेका छौँ खानुसम्म खाएर यहाँ पेट हलचल गर्न गाह्रो भइरह ल म चाहिँ तपाईँहरू सबैलाई हाइली रेकमेन्ड गर्छु होइन हामीले आज मात्र खाएन हामीले त्यहाँ खान थालेको 1 वर्ष जति नै हुन थालिसक्यो होला होइन तपाईँहरूलाई त्यहाँनिर गएपछि रिग्रेट चाहिँ हुँदैन क्या त्यस्तो दामी छ सन्चै त्यहाँको होइन तपाईँहरू अब यसो विङ्स खानु मन लाग्यो भने यतातिर भएको बेलामा होइन कहाँ जाने त भन्यो भने चाहिँ ट्याक्क एकचोटि ट्राई गर्नु होइन अब फेरि कौवा विङ्स है क्या भन्नु होला तपाईँहरू फेरि अब अहिले जमानामा कौवा कहाँ पाउने कौवाको पखेटा कहाँबाट काटेर ल्याउने होइन त्यो त झन् महँगो पर्छ अरे त्यहीँ साइडमा मासु पसल छ होइन अनि त्यहाँ 2-3 ठाउँको मासु पसलहरूसँग तिनीहरूको कन्ट्याक्ट भन्दा पनि तिनीहरू कन्ट्याक्ट रहेछ होइन अनि त्यहाँबाट चाहिँ तिनीहरूले विङ्स ल्याउने रहेछ होइन त्यो दिदीहरूले त्यहाँ विङ्स अरू चाहिँ अब आलु चप पनि पाइन्छ होइन चाउचाउ साउसाउ सादेको यताउति पाइन्छ होइन दारूसारू खान मन हुनेहरूलाई दारूसारू पनि पाइन्छ अब दारू बियरसँग त पर्फेक्ट हुन्छ त्यो कम्बो होइन
तपाईहरु खाने मान्छेहरुलाई चाहिँ ट्राई गर्न सक्नुहुन्छ तपाईहरुले हैन म चाहिँ तपाईहरुलाई हाइली रेकमेन्ड गर्छु हैन यताउति केही हुँदैन त्यो क्वालिटीमा पनि त्यस्तो पनि कम्प्रोमाइज गरे हैन त्यहाँ म अस्तिदेखि त्यहाँको विङ्सको चाहिँ हाल्छु भनिरहेको थिएँ टाइम मिल्दा थिएन अनि आज सन्डेको दिन बिदा पारेर ट्याक्क लाएर आएर चाहिँ अनि गरेको अब नेक्स्ट चाहिँ एउटा खैरबोटमा दामी पोर्क सेक्का पाउने ठाउँ छ बबाल छ त्यहाँको फेरि पोर्क सेक्का फेरि म त्यसको पनि भिडियो अब पछि म त्यहाँ जाने बेलामा ट्याक्क गएर तपाईहरुलाई लोकेसन दिएर हैन याङ्गोको फेरि आम्बामा आजकल फेरि कडा चलेन साथी थाहै छैन याङ्गो जताततै याङ्गो फेसबुकहरुतिर युट्युबहरुतिर पनि याङ्गो अहिले कता चाइनाको रहेछ कताको रहेछ हैन अस्ति हामी खाजा खाँदाखेरि त्यो बाहिर बसेर खाजाने ठाउँ छ क्या एउटा अफिस बाहिर त्यहाँ बसेर हेरेको हरेक मिनेटमा त्यो याङ्गो लेखेको उ गएको क्या अब याङ्गोले खलास छ है फेरि मार्केट ल गाइजहरु तपाईहरुसँग अब म अर्को भ्लगमा भेटौँला हैन until next time bye bye peace